कामना आन्टी सिस्टरको हस्पिटलमा छौँ मेरो वेट जोख्नलाई गएको थियौँ इमर्जेन्सी वार्डमा किनकि उता ओल्ड क्याबिनमा चल्दै रहन्छ ध्यान राम्रोसँग इमर्जेन्सी वार्ड कति किलो रहेछ त 117 point something 5 117.5 Come here. इधर आके उहाँ गएपछि झन् बिचरा काम गर्नु उभियो झन् हान्छ नि बसिन्छ थाहा गरे उहाँ गएपछि काम सुरु गरे होला के रहन् काम गर्छौ मम्मी गए पनि छ त्यही हो हाई गाइज हाई कहाँ हिँड्दैछौ हामी चितवनको बजार भित्र कता हिँड्दैछौँ वी आर लुकिङ फर जुरुको उचाल्छस् उचाल्न सक्छु यसलाई मैले जुरुक्का चिन्न छ नि टाउका राखेर नि लिएर हिँड्न सकिन्छ जुरुक्क बार न उसमा चाहिँ नि अनि त्यहाँ यता सुन्नु न नयाँ मोटरसाइकल किनेको नि बिहा आँट्न भनेर आएको उचाल अनि यो भेडाबारी हाम्रो सक्दिनस् के चाहियो रे हेरी जे पाए त्यही खानु हुँदैन है मैले दिँदिनँ नि त नानी ओइ नानी कसले बाँध्दै भने यस्तै राम्रो कपाल कुन टिचर कहाँ गई के हो मैले यसको घुरै बुझ्दिन के भन्छ भन्छ ज्याकेट लाउनु छैन हेरौँ त के भन्नु खोज्यो ज्याकेट लाउनु ए मैले बुझेँ ए ओके ओके त्यस्तो नगरौँ फेरि के छ गाइस आज हामी कामना आन्टीको हस्पिटलमा चिया खाँदैछौँ हस्पिटलको चिया भनेर चियाले नै छोडो त्यहाँ होइन उ त मेरो चिया पनि यो त हो त ल चिया माथि ल चिया खानु पाएपछि चिया पार्टी होला भाडा माझ्ने झारो समथिङ 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 चलाउँदा आरो फिल्टरको स्विच बन्द गरिदिनु होला अरे त्यही हो ल अब